मनका तरङ्गहरूमा हामीसँग हुनुहुन्छ हाम्रो केशरजी। हजुरको परिचयबाट जाम। नमस्ते, म चाहिँ केशर मल्ल होइन। मेरो चाहिँ गाउँठाउँको कुरा गर्दा मुगु जिल्ला राराताल, अहिले चाहिँ नेपालगञ्जमा बसोबास भइरहेको छ। हजुर मुगुको मान्छे हजुर। नेपालमा कसरी पुग्नुभयो अनि हजुरको के गरिरहनु भएको छ अहिले? अहिले के कस्तो हुन्छ नि त, देशको स्थिति यस्तो छ, तपाईँ यहीँ बसिरहनु भएको छ, पढिरहनु भएको छ, अनि के गरिरहनु भएको छ हजुरको लाइफ बारेमा थोरै कुरा गरौँ न। अब मेरो चाहिँ अब मुगुबाट यो स्थानमा आउनका लागि चाहिँ शैक्षिक योग्यता प्राप्त गर्न लागि हो। अब गाउँघरमा होइन, अब मान्छेहरूको शिक्षित कम होइन, शिक्षाको व्यवस्था त्यस्तो छैन। त्यहीको खोजी नीतिमा चाहिँ अब परिवार भनौँ, आमा बुवाले चाहिँ छोराछोरी पढ्नुपर्छ है भन्ने किसिमले चाहिँ अब मलाई चाहिँ यो सहरसम्म यसकै खोजीमा चाहिँ यहाँ आइपुगेँ भनेर चाहिँ भन्छु। अब अहिले चाहिँ के गरिरहेको छु भन्दाखेरि मैले चाहिँ पढाइ सँगसँगै आफ्नो चाहिँ अब केही आफ्नो व्यवसाय चाहिँ अब चलाइरहेको छु भन्नुपर्छ। मैले सानो व्यवसाय पनि चलाइरहनु भएको छ? हजुर हजुर, बिल्कुल। मेरो चाहिँ प्रोफेसनली पढाइ चाहिँ इन्जिनियरिङ हो। अहिले चाहिँ अब समय पनि छ, उमेर पनि छ, सोच पनि छ, त्यसले गर्दा चाहिँ मास्टर्स चाहिँ एमबिएमा गर्दैछु। अनि काम पनि अब अनि यतातिर इन्जिनियरिङ फिल्डको मान्छे अनि यतातिर एमबिए मास्टर किन गरिरहनु भएको? अब यस्तो हुन्छ, सबैले अब यही गर्नुपर्छ त्यही गर्नुपर्छ भन्ने छैन। आफ्नो रुचि पनि हुन्छ, आफ्नो आवश्यकता के हुन्छ। अब म चाहिँ इन्जिनियरिङ पढेको मान्छेले एमबिए किन गर्यो भन्नुहुन्छ भने चाहिँ अब मेरो जिन्दगीका यो एमबिए चाहिँ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन चाहिँ मेरो लागि आवश्यक छ, किनकि म त्यो लेभलको नलेज चाहिँ गेन गर्न सक्छु होइन। म्यानेजको लेभलको मेरो जिन्दगीमा आवश्यक छ। अनि इन्जिनियरिङ त धेरै पढ्नु भएको छ, इन्जिनियरिङ पढ्दा पनि राम्रै हुन्थ्यो, तर मैले इन्जिनियरिङ मेरो रुचि अनुसार मैले त्यो बेलाको त्यो समय त्यो लेभलको आवश्यकता अनुसार चाहिँ मैले कम्प्लिट गरिसकेँ। अब चाहिँ मैले म्यानेजिङ लेभलको चाहिँ काम गर्नुपर्छ भन्ने आवश्यकता ठानेर चाहिँ मास्टर्स पनि पढेको। अनि यो मुगुबाट आउँदै गर्दा उतार चढाव धेरै आयो जिन्दगीमा। अब हजुरको फ्यामिली ब्याकग्राउन्ड के भन्नुहुन्छ? अब यस्तो छ, जिन्दगीमा उतार चढाव त अब सामान्यदेखि ठुला मान्छेको पनि आउँछ होइन। अब हामी त झन् गाउँघरको मान्छे, जहाँ चाहिँ बिजुली बत्ती सडक खानेपानी यी सबै कुराको समस्याले चाहिँ एकदम ग्रसित जिल्ला अहिले पनि हो, विगतमा त झन् कति हो कति होइन। त्यही भोगाइले चाहिँ अब यहाँसम्म आउन बाध्य बनायो। अब यसमा चाहिँ त्यो समयको कुरा गर्दा त अब निकै नै दर्दनाक हुन्छ क्या। अहिलेको जस्तो यो चम्किलो सबै कुरा सुविधा सम्पन्न भनौँ, त्यहाँको र यहाँको फरक छ। त्यो खोजी गर्दाखेरि यहाँ आइपुग्दा र त्यो विगत अहिले त्यहाँ फर्किँदा पनि त्यस्तै लाग्छ क्या। त्यसैले त्यहाँको रहनसहन देख्यो भने चाहिँ म पनि पहिला यो जिन्दगी बाँचिरहेको थिएँ है भन्दाखेरि चाहिँ आँखाबाट आँसु आउँछ क्या वास्तवमा, किनकि त्यति पीडादायक छ। भनेपछि त्यो र योको कुरा गर्दा त अब दुःख त कति हो कति भनौँ न, ठाउँले नै दुःख दिइसक्यो क्या। अब परिस्थितिले त त्यो भोगाइले त अब अलग अलग दुःख दियो भनेर चाहिँ भन्दाखेरि फरक नपर्ला। अब कुरा त्यही हो कि मेरो परिवारको कुरा गर्दा चाहिँ मेरो चाहिँ ठुलो परिवार हो होइन। अब सानै उमेरमा अब हामी चाहिँ धेरै परिवार भनौँ न, दाजुभाइ पनि धेरै हुनुहुन्छ। अब दिदी बहिनी पनि हुनुहुन्छ, बहिनी हुनुहुन्न दिदी हुनुहुन्छ होइन। त्यसले गर्दा चाहिँ परिवार ठुलै छ। अब फ्यामिली चाहिँ अब कति छन्, अब त्यो समय आएपछि फेरि अझ नम्बरमा भनौँ ल। ठिक छ ठिक छ। अनि अहिले चाहिँ छुट्टै एउटा आफ्नै कम्पनी पनि खोल्नु भएको छ, इन्जिनियर फिल्डको मान्छे, एमबिए पनि गरिरहनु भएको छ। त्यो त पढाइ त सधैँ छ, यतातिर गर्नु। त्यो तपाईँलाई बिजनेस गर्न प्रेरित चाहिँ आफै हुन्छ नि त, मोटिभेट कसरी भयो? अब यस्तो छ, मेरो इन्जिनियरिङको चाहिँ कन्सल्टेन्सी छ होइन। अब निर्माण काम कार्यहरू पनि गर्ने हो। अब इन्जिनियरिङ गर्दै गर्दा चाहिँ काम सुरु गर्नुपर्छ है भन्ने रुचिले आफ्नो केही सेल्फ होइन चाहिँ आफ्नै स्वामित्वमा केही गर्नुपर्छ भन्ने इन्टेन्सन चाहिँ पहिल्यैदेखि थियो होइन। अब परिस्थिति अनुसार पछि चाहिँ अब साथीभाइहरू सर्कलमा अनि अब वरपर कोही हुन्छ नि त टचमा आउनेहरूले अब के गर्ने त जिन्दगीमा, अब के गर्छौ त भन्ने सोध्दै गर्दा अनि गरिसकेका मान्छेहरूसँग सोध्दै गर्दा चाहिँ अलिकति जागिरे जिन्दगी भन्दा चाहिँ आफ्नै व्यवसाय गर्दा राम्रो हुन्छ है भन्ने हिसाबले चाहिँ त्यो चाहिँ कुराले टच गर्यो। अझ के भनौँ न, त्यसपछि हाम्रो परिवारमा पनि कसैले फेरि जागिर त्यो बेला नगरेको क्या।
जसले गर्दा चाहिँ बरु केही नगर्ने तर जाहिर नगर्ने भन्दा नगर्ने तर सानो केही गर्ने भन्ने किसिमको इन्टेन्सन चाहिँ रहेको नाताले चाहिँ अब मैले पनि त केही गर्नुपर्छ नि। अनि अब यो देशको सिनारियो हेर्दाखेरि छ नि अहिले आर्थिक सङ्कट भइरहेछ, समस्या भइरहेछ, अनि इन्जिनियर गरेको मान्छे विदेश जानुपर्ने, खास गरी देखावटी रूपमा त सबै विदेश गइरहेछन्, विदेशमा राम्रो पैसा छ, हरेक कुरा छ भन्छन्। तपाईँले त्यसको नेपालमै केही गर्नुपर्छ भन्ने कसरी यो आयो? हेर्नुहोस्, अब के हुन्छ भने अब परिस्थिति र होइन आवश्यकता अनि रुचि चाहिँ फरक फरक कुरा हो क्या। परिस्थितिले मलाई के भन्छ, यो देशको परिस्थितिले त विदेश जा भन्छ क्या। हजुर, अब मेरो आवश्यकता के हो त? मेरो आवश्यकता विदेश पनि हो तर मलाई चाहिँ मेरो देश पनि हो, मेरो परिवार पनि हो भन्छ। मेरो रुचि फेरि के हो भन्दाखेरि चाहिँ मेरो रुचि चाहिँ बाहिरै गएर मेरो रुचि पुरा हुन्छ त होइन। त्यो रुचि मैले त्यहाँ गर्ने दुःख र मैले यहाँ गर्ने दुःख गरेँ भने मेरो रुचि टच हुन्छ अथवा म्याच हुन्छ क्या। अब मैले मेरा साथीहरू धेरै गएको पनि छन्, अब यहाँभन्दा अगाडिका धेरै नाता सम्बन्धका मान्छेहरू पनि जानुभएको छ क्या। उहाँहरूको जिन्दगी बुझ्दा हेर्दा केही त कमाउनु भएको छ तर धेरै चिज गुमाउनु भएको छ भन्छु कि मैले। सो त्यो केही चिज पाउनलाई धेरै कुरा गुमाउनु भन्दा मलाई त म यहाँ गर्छु, कमाउँछु, खान्छु, बस्छु, आफ्नै देश पनि एउटा रह्यो होइन। अब त्यो किसिमले चाहिँ अब त्यहाँको र यहाँको चाहिँ त्यति धेरै फरक छ क्या। त्यहाँ आफ्नो भन्ने केही हुँदैन, त्यहाँ आफ्नो भनेको पैसा हो, पैसाको लागि सबै चिज त्यागिन्छ त्यहाँ होइन। अब यहाँ चाहिँ पैसा नभए पनि सबै चिज आफ्नो हुन्छ क्या। सो यही फरक कुराले चाहिँ म यहाँ पनि गर्न सक्छु नि। अब सानैदेखि मैले पढेको पनि छैन, एउटा लेभलको आफ्नो प्रोफेसनल पढेको पनि छु होइन। त्यो किसिमको फेरि रुचि पनि छ, त्यो क्षमता पनि छ, उमेर होइन। त्यसले गर्दा चाहिँ आफ्नै देशमा गरेर सकिन्छ भन्ने मलाई चाहिँ ढुक्क छु, त्यसले गर्दा गर्नलाई तयार पनि छु। त्यस कारणले चाहिँ म बाहिरको व्यवसाय भन्दा बाहिरको रुचि भन्दा पछि आफ्नै देशमा केही गर्छु भन्ने अब आँट गरेको छु। हेरौँ परिस्थिति अनुसार के हुन्छ। त्यसैले कुनै पनि मलाई त्यो सङ्कोच छैन क्या। आफ्नो देशमा यो सानो कुरा गरेर यो बिजनेस स्टार्ट गरेर त्यो तपाईँलाई मैले देशमा गरेँ पछुतो लाग्यो भने छैन? त्यस्तो छैन। त्यस्तो किन छैन भन्दाखेरि हाम्रो देशमा के छ भने एउटा युवाहरूको खाँचो छ अहिलेको परिस्थितिमा, अनि त्यसपछि विकास त भएकै छैन क्या। त्यति धेरै विकास भएको छैन क्या। जुन विकास भएको त्यो अलि लथालिङ्ग छ। यसलाई व्यवस्थित गर्नका लागि अलि राम्रो व्यक्तिको आवश्यकता छ। मैले भनेको सबै मैले व्यवस्था गर्छु भनेको होइन कि, तर मेरो गाउँघरमा के छ त मैले देखेको वरपर मैले देखेको समस्यामा मैले समस्याको समाधान कसरी निकाल्न सक्छु भन्ने कुरा मेरो सोच अनुसारको मैले गर्न सक्छु क्या। भनेको मैले बाँचुन्जेलसम्म मेरो देशमा गर्न सक्छु भने मलाई किन यताउता धाउनु पर्यो र होइन। समस्या त्यहाँ पनि हो यहाँ पनि हो भने बाहिर त अब यदि राम्रै पढेका लेखेका छन् भने युवाहरू त आफ्नो देशमा इज्जतका साथ बस्ने हो नि होइन। तर बाहिर जाने नै हो भने चाहिँ घुमफिर गर्न जाने के छ, मजाले नकमाइ नहुने ठाउँ छैन यहाँ होइन। गरेपछि नहुने ठाउँ छैन। हरेक चिजमा आज युवाहरूको कमी छ, त्यहाँ हरेक ठाउँमा अवसर छ, समस्या पनि छ। समस्याहरूलाई डराएर भाग्नु भनेको त कहाँ पुगिन्छ र? त्यही अन्तिममा समस्यामै त पुगिने हो। त्यसले गर्दा चाहिँ समस्या उगाएर हल गर्ने भन्ने समस्यालाई समस्याको रूपमा लिन भएन होइन, हल गर्नु। अहिलेको टेक्नोलोजीले चाहिँ मान्छेलाई अगाडि लगेकै छ। त्यो टेक्नोलोजी चाहिँ क्याप्चर चाहिँ गर्नुपर्छ। तर के हो भने सबै कुरा एकैछिनमा हुँदैन क्या। बुझ्नु भने सबै कुरा एकैछिनमा केही पनि हुँदैन भनेपछि टाइम लाग्छ क्या। त्यसैले तपाईँसँग धैर्यता हुनु पर्यो, इमान्दारता हुनु पर्यो, अनुशासन हुनु पर्यो, त्यसपछि जोस जागर हुनु पर्यो, रुचि हुनु पर्यो। अब त्यो नै भएन भने सफलता खोज्नु पनि फेरि त्यो जरुरत छैन क्या कसैले पनि। न तपाईँले खोज्नु जरुरत छ, न मैले खोज्नु जरुरत छ क्या। अनि अहिले तपाईँको जिन्दगीमा यो उतार चढाव त आइरह होला? बिल्कुल आइरहेछ। यता पढाइ पनि सँगै छ, पढाइको बोझ पनि छुट्टै छ, यतातिर आफ्नो बिजनेसको बोझ पनि छ। अनि यसलाई कसरी म्यानेज गर्नु भएको? यस्तो हुन्छ। अब सबैभन्दा बढी चाहिँ मैले चाहिँ अहिले आवश्यक देखेको सबै मान्छे चाहिँ एउटा ठाउँमा पुग्छन् क्या। त्यो सानो मान्छे पनि ठुलो हुन्छ, हिजोको समय फेरि अगाडि पुग्छ भने चाहिँ हिजो हुने समस्याहरू फेरि अर्को समस्यामा पुग्छन्। त्यसले गर्दा चाहिँ यो समस्याहरू यो कुराहरू सधैँ आइरहन्छ क्या। जति पनि समस्याहरू छन् ठुला साना हुन्छन्, तर समस्या हेऱ्यो भने समस्या देखिन्छन् क्या। तर यो समस्यालाई चाहिँ कुन नजरले हेर्ने हो क्या, कस्तो नजरले हेर्ने। तपाईँले मैले बोलेको कुराहरूलाई कसैले हेर्दाखेरि के गरिरहेछन् त यिनीहरूले भन्यो भने त्यहाँनिर तपाईँले त्यो कुरालाई ध्यान दिनुभयो, उनीहरूले भन्ने कुरा ध्यान दिनुभयो भने त्यो समस्या भेट्नुहुन्छ क्या। यो किन गर्ने भन्ने हुन्छ
हैन तर तपाईले आफूलाई हेर्ने नजरले आफूले गरेको कामलाई हेर्नुहोस् न एकचोटि ठिक छ अरूले भनेर केही फरक पर्दैन यो मेरो लागि आवश्यकता छ मेरो रुचिको कुरा हो मैले भन्नुपर्ने कुरा हो भनेर तपाईले बुझ्नु भयो भने त्यो पोजिटिभ देख्नुहुन्छ अर्थात् तपाईले आफूले आफ्ना समस्यालाई आफूले इभ्यालुएट गर्ने हो के हैन मैले चाहिँ त्यसरी भन्छु अब मेरो पनि कसरी चाहिँ अब तपाईले म्यानेज गरिराख्नु भएको छ भन्ने कुरो हो मेरो बिहान के हो भने म अहिले मेरो एमबीए मैले स्टार्ट नगरेको भए म बिहान 9 बजीसम्म 8 बजीसम्म सुत्थेँ होला के मेरो मर्निङ क्लास छ त्यसले गर्दा त्यो समय चाहिँ मैले युज गरेको छु अनि प्लस अब नर्मल्ली हाम्रो चाहिँ अफिस आवर भनेको 10 देखि 5 भनेर मानौँ हैन अब आफ्नै व्यवसाय हो अलिकति जोड लाग्नुपर्छ अब कुरा के हो भने अब त्यो समयमा स्टाफ राखिन्छ हैन साथी पार्टनर छन् त्यो पार्टनरले म नभएको टाइममा उनीहरूले सहयोग गर्छन् त्यसैले कुनै पनि एक्जाम टाइम केही छ भने चाहिँ प्रब्लम चाहिँ साथी र स्टाफबाट सल्भ हुन्छ क्या अब त्यसपछिको आवर भनौँ न अब खाना खाइन्छ त्यो अनुसारको फेरि अफिस चाहिँ धाउनु पर्यो त्यसरी चाहिँ म्यानेज गरिन्छ क्या म्यानेज लेभलको तपाईँसँग सोच छ समस्यासँग डराउने त्यो डराउने भन्दामा त्यसलाई लड्ने क्षमता छ भने तपाईँलाई कुनै पनि जस्तोसुकै लेभलको समस्या होस् दुविधा आओस् केही फरक पर्दैन त्यसैले चाहिँ मैले भन्छु चाहिँ त्यसैले यी कुराहरूलाई सटल आउट गर्नलाई चाहिँ तपाईँले चाहिँ आफूले चाहिँ एकदम म सक्छु भनेको चाहिँ एउटा इच्छा जोस चाहर चाहिँ राख्नुपर्छ भन्ने ठिक छ अनि अहिलेको युवाहरूलाई तपाईँले के सुझाव दिनुहुन्छ अहिले यो सिनेरी अनुसार अब अहिलेको युवाहरू भनेको सबैभन्दा शक्तिशाली हो क्या शक्तिशाली समय अनुसार चल्न सक्ने क्षमतावान व्यक्तित्व हुन् क्या हरेक चिज हेरौँ न केही समस्या पर्यो साथी सर्कल पनि त्यस्तै हुन्छ त्यसपछि टेक्नोलोजी पनि त्यस्तै छ हैन अब प्रविधि भनौँ हरेक कुराहरू समस्या के हो त सोलुसन तपाईँले अन द स्पट खोजी पाउनुहुन्छ क्या हिजोको जस्तो त्यो छैन तर अहिले चाहिँ को युवाहरूमा समस्या के छ भने जहिले पनि के छ भने टेक्नोलोजीलाई मात्र याद गर्ने क्या टेक्नोलोजी मतलब फेसबुकमै इन्स्टा हरेक नचलाउने भने होइन यसको प्रयोग समय हुन्छ क्या समयमा प्रयोग गर्ने समय अनुसार हैन छोटो समय प्रयोग गर्नु केही समय प्रयोग गर्ने त्यसको आवश्यकता के हो आफ्नो लागि आवश्यकता हो कि नै तपाईलाई त अन्तिम आवश्यकता भनेको सफलता होला नि खुसी होला सन्तुष्टि होला यी चिज पाउन हिजो हाम्रो बुवा हामीले के गरे त हेरौँ न आज हामी के गर्दैछौँ युवा भएर आज के गर्दैछौँ हाम्रो समय कसरी गइरहेछ आज हामीले सबै समय टेक्नोलोजीमै बिताइरहेछौँ हैन अब कोही साथीभाइसँग कुरा गर्दैमा बिताइरहेछौँ भने हामीले आज वर्कआउट के गरेका छौँ क्या मेहनत के गरेका छौँ क्या स्मार्ट छौँ भन्छौँ स्मार्ट के गर्यौँ त हैन भनेको अर्थ हामीले हिजो हाम्रो बुवा आमाले गरेको मेहनत र आज हाम्रो मेहनतको दूरी कति फरक भइसक्यो क्या आज हामी गाउँघर चिन्दैनौँ क्या आफन्त चिन्दैनौँ क्या हैन खालि पैसा भन्छौँ सम्पत्ति भन्छौँ तर त्यो कसरी आउँछ त्यसको कुनै ज्ञान छैन क्या त्यसको वे अफ हुन्छ नि वे अफ अर्निङ एन्ड लर्निङ भन्ने छैन क्या यो हामीले बिर्सिसक्यौँ त्यसैले युवा भनेको चाहिँ यो सबै कुरालाई म्यानेज गरेर मिलाएर एकचोटि अध्ययन गरेर चाहिँ अगाडि बढाउनु पर्छ त्यसैले अब आउने युवा चाहिँ त्यो किसिमको हुनुपर्छ भन्ने मलाई लाग्छ ठिक छ अनि अहिले तपाईँको जिन्दगीको बारेमा कुरा गर्छु अब अनि के छ तपाईँको बिहे भयो कि विवाहित हुनुहुन्छ कि अविवाहित हुनुहुन्छ के छ तपाईँको मेरो चाहिँ अब भन्दाखेरि अब त्यस्तो व्यक्तिगत रूपमा चाहिँ अब कुरा सोधिहाल्नु पर्यो अब मेरो चाहिँ त्यस्तो विवाह भएको छैन हजुर अनि के विवाह गर्ने पक्षमा हुनुहुन्छ के हुनुहुन्छ यस्तो हुन्छ अब विवाह त गर्नुपर्छ है विवाह गर्नुपर्छ तर समयमा गर्नुपर्छ समय आएपछि गर्नुपर्छ समय गर्नुपर्छ सबैले गर्नुपर्छ समय चाहिँ कहिले आउँछ होला समय बिस्तारै केही कुरा म्यानेज होला पढाइ अध्ययन छ होइन अब त्यो भइसके चाहिँ बिल्कुल भइहाल्छ त्यो सबैलाई थाहा हुन्छ कमलले ठिक छ अनि हामीले अहिले अब यो स्कुलदेखि हरेक कुरा गरिरहेछौँ परिवारको कुरा पनि गऱ्यौँ अनि यो अब थोरै राजनीतितिर छिरौँ अनि हजुरको राजनीतिक चासो चाहिँ हुन्छ नि त कुनै पार्टीप्रति छ कि हरेक कुरा होला होइन के छ हजुरको राजनीतिक चासो अब यस्तो हुन्छ युवा हुँ हजुर होइन हिजो आज राजनीतिको त्यो पोजिसनमा जो पुग्यो नि हजुर त्यो हिजोकै हामी जस्तै थियो क्या हजुर त्यसैले राजनीतिको तिर ध्यानै दिन्न भन्नु चाहिँ एउटा देशप्रति केही माया छैन अथवा भनौँ त्यो मान्छे चाहिँ आफ्नो देशभन्दा अलग छ भन्ने बुझिन्छ हजुर देश भनेपछि त्यहाँ राजनीति आउँछ आर्थिक आउँछ हरेक परिधिले त्यो मान्छे बाँधिएको हुन्छ क्या
अब म पनि त्यति अब एउटा शिक्षित युवा भनौँ, हजुर मलाई यो देशप्रति रुचि छ, राजनीतिप्रति रुचि छ, आर्थिक व्यवस्थापन हरेक कुरामा रुचि छ भने मलाई कुनै पार्टी भन्दा पनि मेरो देश चाहिँ राजनीतिक रूपमा विकास भइदियोस्। जो पनि लिडर आओस् केही मतलब होइन, कुनै पनि पार्टीको आओस् केही मतलब होइन। किनकि आज लथालिङ्ग भत्ताभङ्ग देश किन भयो भन्दाखेरि राजनीतिक अक्षमतावान अथवा क्षमताविहीन व्यक्तिले गर्दा चाहिँ आज देशको स्थिति भएको क्या। त्यसले गर्दा कोही रणनीतिक भएको कुनै क्षमता भएको व्यक्ति चाहिँ बिल्कुल अगाडि आउनुपर्छ। यसमा चाहिँ कुनै राजनीतिक रूपमा जुन पार्टीको भए पनि केही फरक पर्दैन भन्ने चाहिँ मेरो चाहिँ त्यो कुरा हो। ठिक छ, त्यही भएर हामीले कुरा गर्दै जाँदा अचानक तपाईँ राजनीतिक फिल्डमा आउनुभयो। राजनीतिक फिल्डमा आउनु तपाईँ आफ्नै गाउँमा जानुभयो। गाउँमा जानुभयो, कुनै पार्टीले तपाईँलाई टिकट दियो, त्यहाँ जित्नुभयो। अनि तपाईँको त्यो धारणा होला नि त, मैले यो गर्छु भन्ने के छ त्यस्तो बनाउनु भएको छ कि? त्यस्तो हुन्छ, युवाले जहिले पनि योजनाबद्ध रूपमा काम गर्नुपर्छ। तपाईँ बिहान उठ्नुहुन्छ के गर्छु भन्ने योजना हुनुपर्छ क्या। हजुर, म चाहिँ कहिले पनि अब भनौँ फरक पर्ला, तपाईँको सोच र मेरो सोचमा फरक पर्छ, तर मेरो सोच अरूसँग म्याच भएन भन्ने बित्तिकै म कमजोर नराम्रो भन्ने चाहिँ होइन है। अब त्यसले गर्दा चाहिँ कुनै बिहान उठिन्छ भने कति बजे उठेर ब्रस गर्ने, कति बजे कलेज जाने, कति बजे यो काम गर्ने, त्यो काम गर्ने, दिउँसो के गर्ने भन्नेको योजना हुन्छ भने देश बनाउने योजना नहुने भन्ने कुरा हुन्छ र त्यो त हुनै पर्यो नि। अहिलेको सिनारीमा देश बनाउने योजना नभएर त समस्या भइरहेको। योजना यस्तो छन्, अब देश बनाउने योजना कस्ता भयो भने रियालिटी भन्दा पनि अनरियालिटी के। हजुर, फेस गर्ने भन्दा पनि फेक टाइपका भयो क्या, जसले गर्दा जे भने पनि हुने भन्ने टाइपको भयो क्या। अब भोट पाउनलाई जे गरे पनि हुने भयो क्या। न नीति नियम देखियो, न कानुन देखियो, न व्यवस्थापन देखियो, कुनै पनि चिजको एउटा लय भेटिएन क्या, एउटा सिस्टम देखिएन होइन। हरेक कुराहरू छ नि। अब विदेशतिर कुरा गर्ने हो त त्यही त हो नि, राजनीतिकले त गरे हो। त्यही राजनीतिक बनाएका फेरि उसले हाम्रा जनताले बनाएका हुन् भनेपछि त हामीले पहिला चाहिँ हामी कस्ता छान्ने, हामी चुन्ने कि नचुन्ने होइन। आफ्नैलाई खोज्यो भने यस्तै हुन्छ। सुरुमा आफ्ना भनेर ललाइ फलाइ गर्छन्, त्यसपछि वास्तवमा बन्ने नबन्ने त हामीले दिएको रिजल्टले नै त हाम्रो देश बन्ने हो नि त। त्यसले गर्दा चाहिँ अब मेरो योजना चाहिँ छ मतलब अब त्यो कार्यान्वयन यति ठुलो पनि होइन कि हामी चाहिँ आफ्नो देश सरसफाइतिर लाग्नुपर्छ। कानुन सरसफाइ हुन्छ, व्यवस्थापन सरसफाइ हुन्छ, हरेक कुराको सरसफाइतिर लाग्नुपर्छ भन्ने चाहिँ मैले भन्छु। ठिक छ, अनि त्यसो भए अहिले चाहिँ तपाईँको यो राजनीतिक फिल्डमा अहिले चाहिँ आउने सोच चाहिँ छैन? यस्तो हुन्छ, राजनीति अब गर्नुपर्छ है। म चाहिँ राजनीति भनेको नराम्रो भनेको राज्यको नीति हो नि। यो नीति बनाउने काम शिक्षित व्यक्तिले गर्ने हो क्या, कि क्षमतावान व्यक्तिले गर्ने हो। राजनीति भनेको कुनै पार्टीको मैले मान्दैन क्या। राजनीति भनेको एउटा देश बनाउने, एउटा अब कानुन बनाउन सक्ने क्षमता, देशले के मागिरहेको छ, जनताको के आवश्यकता छ त्यो बनाउने एउटा सेप एन्ड डिजाइन दिन सक्ने व्यक्ति चाहिँ राजनीतिमा आउनुपर्छ भन्छु। कुनै पार्टीको एउटा सदस्य लिने बित्तिकै त्यो मान्छे राजनीतिक हो भन्न सकिँदैन क्या। त्यो टोटफोट गर्ने बित्तिकै, हुलुज्जत गर्ने बित्तिकै, भाषण गर्ने बित्तिकै त्यो लेभलको राजनीति हो भनेर चाहिँ म बुझ्दैन। एउटा सभ्य शिक्षित योग्य व्यक्तिले गर्ने चाहिँ एउटा रणनीतिक योजनाबद्ध रूपको एउटा ऊ हो होइन, विधान चाहिँ तय गर्न सक्ने क्षमतावान व्यक्ति चाहिँ राजनीतिक हो भनेर चाहिँ भन्छु। अनि अहिलेको देशको आर्थिक हरेक कुरा हेर्दाखेरि, सिनेरी हेर्दाखेरि त कतिखेर राजा आउँछ भन्छ देशमा। तपाईँले चाहिँ राजा आउँछ जस्तो लाग्छ कि लाग्दैन? यस्तो हो, अब तपाईँले मलाई अब भित्रभित्र लानु भएको छ होइन। हजुर, अब यो चाहिँ अब त्यति धेरै राजनीतिमा अध्ययन पनि छैन, भर्खर अलिअलि पढ्दैछु। अब यो देशमा राजा आओस् नआओस् तर विकास आओस्। ओके, हामीलाई अब अहिलेको आर्थिक भार परेकै छ होइन, जनताले दुःख पाएकै छन्। यो व्यवस्थाले केही पनि भएन के। व्यवस्था कसले बिगारे भन्दाखेरि त्यही टाउकेहरूले, जो हिजोको यो व्यवस्था ल्याउनु पर्छ भनेर लडीपुडी गरेका मान्छेहरूले आज त्यही व्यवस्था नीति नियममा ल्याए तर कार्यान्वयनमा ल्याएन। त्यसले गर्दा चाहिँ राजा एउटै हुनु पर्यो। त्यो राजा प्रजातन्त्रबाट आए पनि हो, राजतन्त्रबाट आए पनि हो, गणतन्त्रबाट आए पनि हो, तर त्यसले चाहिँ देश बनाउनु पर्यो। बस विकास हुनु पर्यो, जनताले सुख शान्ति स्वतन्त्रता पाउनु पर्यो, यति मात्रै हो। ओके, अनि अहिलेको
हरेक मान्छेहरूले आन्दोलन गरिरहन्छन्, यतातिर शिक्षकहरूले आन्दोलन गरिरहन्छन्, यतातिर कर्मचारी आन्दोलन गरिरहन्, अनि अर्कोतिर यता डक्टरले आन्दोलन गरिरहेछन्, प्रत्येक मान्छेले आन्दोलन गरिरहन्, हाम्रो माग पुरा गर्नु पर्यो भनेर गरिरहनु हो। तर देशको आर्थिक स्थिति त अहिले त्यो माग पुरा गर्न सक्ने जस्तो मलाई लाग्दैन। तर त्यो चाहिँ तपाईँ त्यो लेभलमा भए अब के गर्नुहुन्छ? यस्तो हो, हिजो हेरौँ न, हिजो हेरेर आज हेऱ्यो भने के छ त होइन। मान्छेको जहिले पनि अगाडि बढ्ने हुन्छ क्या, आर्थिक अवस्था होस्, कानुनको व्यवस्थापन होस्, हरेक कुरामा नयाँ स्वरूप चेन्ज गर्नु पर्यो नि त। सधैँ एउटै तरिकाले विकास भन्ने चिज हुँदै हुँदैन क्या होइन, कि तल हुनु पर्यो कि माथि हुनु पर्यो। अब मान्छेको समय चक्र अनुसार त मान्छेको आवश्यकता पनि बढ्छ होइन। तपाईँलाई सधैँ एउटै चिज चाहिँदैन क्या, अलग चिज चाहिन्छ। अब हाम्रो देशमा जुन मन्त्री छन्, सांसदहरू छन्, आज उनीहरूले आफ्नो लागि मात्र प्रगति गरे क्या, आफ्नो लागि सबै व्यवस्था भयो। तर जो दुःख गर्छन्, जो कर्म गर्छन्, जो योजना बनाउँछन्, जो आखिरमा भनौँ न शिक्षक, डाक्टर, इन्जिनियर भनेको एउटा मेरुदण्ड हुन् के, त्यसले गर्दा उनीहरूको लागि त्यस्तो व्यवस्थापन छैन, देशमा व्यवस्थै भएन क्या, उनको सुविधा पनि त्यस्तो पुगेन। जसले गर्दा त सबै चिज आफै खाउँ आफै लाउँ भएपछि सरकारले भनेपछि त्यसको विरुद्ध त उठ्नै पर्यो, किन जनताले बनाएको हो नि त तिनीहरू। जनताको लागि केही छैन भने अनि उनीहरू मात्र बनेर त चुप लागेर त कति दिन सहने। अब त समय चाहिँ सही समय हो, चेन्ज गर्ने समय सही हो। चेन्ज कि व्यक्ति चेन्ज हुनु पर्यो कि व्यवस्था र अवस्था चेन्ज हुनु पर्यो। अनि तपाईँलाई यो हाम्रो मनका तरङ्गहरू कार्यक्रम कस्तो लाग्यो? निकै सान्दर्भिक छ होइन। अब यो सुरुवात गर्नुभएको छ, ढिलै गर्नुभएको होला तर सुरुवात गर्नुभएको छ, राम्रो हो। नितान्त तपाईँले व्यक्तिगत कुराहरू सोध्नुहुन्छ, अब केही व्यक्तिगत कुराबाट राजनीतिका कुरा आउँछ, फरक आउँछ, सुरुवात गर्नुभएको छ। म सुरुवातलाई नै सबैभन्दा राम्रो उपलब्धि मान्छु, चाहे त्यसको रिजल्ट नराम्रै आओस् तर तपाईँले अनुभव शिक्षा चाहिँ सिक्नुहुन्छ होइन। अब मैले पनि आज नबोलेको भए, सुरुवात नगरेको भए आज तपाईँसँग नजिक पो हुन्थेन कि, त्यसले गर्दा निकै राम्रो छ। यसलाई अलिक व्यवस्थापन गर्नु होला, सुधार गर्नु होला, आफ्ना कुराहरू राख्ने एकदम खुल्ला ठाउँ हो, कसैको अधीनमा छैन, कसैको प्रेसर छैन भने तपाईँ खुलेर राख्नुहोस्, कसैको भर छैन होइन, डर छैन भनेपछि यो सुरुवात राम्रो छ। निकै अगाडि बढोस्, निकै प्रभावकारी होस्, अनि हामीले सदैव माया गर्ने एउटा प्लेटफर्म बनोस् यो तपाईँको प्लेटफर्म। यहाँहरूलाई धन्यवाद, तपाईँ अब आइदिनु भयो हाम्रो कार्यक्रममा। अब हामी बिदा हुन्छौँ। हस्, धन्यवाद। अब त्यस्तो त अब त्यति धेरै सबै कुरा भनिसकेँ होइन। अब यत्रो जिन्दगीका कुराहरू एउटै प्लेटफर्ममा भनिसकेँ होइन, योभन्दा बढी के नै भन्नु होला। जसले देख्नु भएको छ, हेर्नु भएको छ, उहाँलाई माया गर्नुहोस् होइन। केही गलत बोलियो होला, केही सही बोलियो होला, आफ्नो विचार हो। यसलाई चाहिँ कसैको व्यक्तिगत जिन्दगीमा प्रभाव पर्छ भने त्यसलाई चाहिँ अलिकति शान्त स्वाभाविक रूपमा चाहिँ लिदिनु होला भन्ने चाहिँ म ठान्दछु। हस् त, धन्यवाद। नमस्कार हजुरलाई, धन्यवाद।